यसमा देख्नु भएको छ? किनकि हामी गरिबको जिन्दगी गरिब चाहिँ हुँदो रहेछ। यो सरकार आउँछ हेर्छु भन्छ, ऊ सरकार आउँछ हेर्छु भन्छ। भएको पनि हामीसित भयो त टिपेर लान्छ, केही दिन्न। भएको बाँझो, अब बाँझो त भाउजू गरेको पनि बाँदरको मुखबाट बचाउने हो। जाउन सरकार आए पनि यो दुखीलाई दुखी जो जिन्दगी रहिरह्यो। यस्तो गर्यो भने बाँदर भाग्छ? यस्तो गर्नाले यसो भाग्ने त रहेछ। हाम्रो गाउँमा त मान्छे कोपरेर पिटेर मारेर यति लथालिङ्ग भयो। आफै बच्न होला है। अब त हामीहरू यताउता निक्लँदा पनि बाँदरले आतंक गरेको हुनाले यिनी लाएर प्रति घरका मान्छे निक्लिए हाम। हामी अहिले हाल फिलहाल राति सुत्दा पनि लाउने दिन आइसक्यो। तपाईँले के भन्नुहुन्छ यस विषयमा? हजुर, अब चुनाव नजिकै आउँदैछ, यस विषयमा तपाईँले के भन्न चाहनुहुन्छ? जाउनु सरकार आए पनि खोल्टा हाल्ने आउने होला। गरिबको जिन्दगी यस्तै रहने होला। एकचोटि घन्टीलाई मत दिएर परिवर्तन हुन्छ कि? खै हाम्रै घन्टी बजाउने हो कि? एकचोटि हेर्नुहोस् न, एकचोटि जौनो परिवर्तन पार्टी देखाउनुहोस् न। माओवादी आए पनि त्यही भन्छ, काङ्ग्रेस आए पनि त्यही भन्छ, जौनो पार्टी आए पनि त्यही भन्छ। घन्टी आजसम्म आएको थिएन नि घन्टी। अब घन्टीलाई भोट दिएर एकचोटि चाहिँ आफूलाई परिवर्तन गर्नुहोस्, बाँदर पनि सबै लाग्छ। खै आफै बजाउँदै हिँड्ने हो कि बाबु घन्टीले पनि आफ्ना घन्टा? होइन